भगवानलाई साँचेर यतिको चाहिँ गर्नुपर्छ ए सही ल यस्तो चिसो त चिसो पानी आए जस्तो भइरहेछ आमा भएर त क्या दामी छुटिरहेछ यहाँबाट कहाँबाट आउनु हो त नेपालगञ्जबाट कति दिन भयो मलाई जिग्रो पनि छिटो हुनु लाग्छ भाडा पनि छिटो हुन्छ feel so blessed क्या आज चाहिँ पनि सोमबारको दिन हैन बिहान आएर feel so blessed अनि आज हामी अब दुईजना दाजुहरू बिहानै घरबाट निस्केको नुहाइधुवाइ कार्यक्रम सकेर अनि आज मन्दिर घुम्दै घुम्दै मेन सोमबार त आज शिवजीलाई हामीले दर्शन गर्ने भनेर आएको हर हर महादेव अब यहाँबाट हामी निस्केर कपाती घर हुँदै हुँदै हामी आज कन्यामतिर जान्छौँ होला पुरी डाँडा माथि पाथिभरा मन्दिरमा त्यो चाहिँ अनि बिहान चाहिँ हामी बिहान किन मैले घरबाट स्टार्ट गरेन आज भन्नु हुँदैन बिहानै निस्क्यौँ मौसम पनि आज अलिक खराब भइरहेछ लाइन पनि गइरहेछ फोनमा ब्याट्री पनि छैन अनि आज भिडियो सानो बनाउँछु भन्दै हिँडिरहेको छु म हेलो नमस्ते वेलकम ब्याक टु माई भिडियो दिस हो क्याप्टेन निरज हर हर महादेव गाइज अब आज हामी जाँदैछौँ कुटी डाँडा है अहिले चाहिँ हामी चाराली आइपुग्यौँ चाराली मन्दिरमा बाउबारीवाला मन्दिरभित्र छु अहिले चाहिँ म अनि हामी चाहिँ उहाँबाट हिँडिसकेर मैले भिडियो चाहिँ अब ब्याट्री छैन फोनमा त्यही भएर म अलिकति ब्याट्री बचाउँदै स्टोरेजबाट ब्याट्री स्टोरेज बचाउँदै हिँड्दैछु ब्याट्रीको स्टोरेजबाट बचाउँदै हिँड्दैछु अब मातालाई दर्शन गरेर म सानो क्लिपहरू हालिदिन्छु हजुरहरूको दर्शन गर्नु अरू बाबालाई त दर्शन गर्नु होला अब यहाँ मातालाई पनि दर्शन गर्नु अनि हामी हुँदै कुटी डाँडा जान्छौँ अब यहाँबाट निस्केर अब म भिडियो चाहिँ अलिक अगाडि बेसी स्टार्ट गर्छु अनि अब यहाँ चाहिँ आज पनि भिडियो रहेछ सोमबार चाहिँ अलिक भिड हुँदैन होला भनेर चाहिँ तर सोमबार आज यहाँ पनि भिडियो रहेछ जो अस्ति भर्खर लाइसेन्सले यहाँ मन्दिर पुरानो लागेको थियो नि त दादा आउँदै हुन्छ दादाजी यहाँ वासरुम जानुभएको थियो हामी जुत्ता खोलेर भित्र जान्छौँ जुत्ता लगाएको छ यसरी जुत्ता खोल्नु पऱ्यो भित्र जाँदाखेरि जुत्ता खोलेर भित्र गएर हजुरलाई सानो क्लिपहरू देखाइदिन्छु आज म भिडियो अलिक सर्ट बनाउन खोजिरहेको छु क्या अब ब्याट्रीको स्टोरेज पनि नभएर हो खासमा हल्ले क्या दादा अब उहाँ अहिले चाहिँ लगभग पूजाहरू सुरु भयो क्या गुरुबाहरू पनि हुँदो रहेछ अनि पूजाहरू सुरु भइसक्यो यहाँ लगभग भेट्नुपर्ने हुन्छ म ठिक छु भन्दाखेरि चाहिँ तपाईँको आफूले ऐनामा हेरेर म ठिक छु भन्दाखेरि चाहिँ ठिक हुन्छ क्या जे म ठिक छु म फाइन छु होइन मलाई राम्रो भइरहेछ अब राम्रो हुन्छ भन्ने हो क्या दर्शन गरिसक्यो क्लिपहरू हेर्नु होला अलिअलि अब हामी यहाँ निस्कनु पर्नुहुन्छ फेरि जुत्ता लाउनुको खोल्नु भइरहेछ क्या अहिले एकदम हाउ यु फिल कस्तो भइरहेको एकदम एकदम होइन आनन्द भएको छ हामी बिहानदेखि नै आज मन्दिरै मात्रै गइरहेको छौँ क्या मन्दिरमा होइन अब दुई ठाउँ भयो होइन हेर्नु लास्ट डर लाग्यो क्या डर लाग्दा हेलो के छ खबर अब यहाँबाट फेरि हामी चाहिँ लाग्नुपर्ने हुन्छ अब चिसो मौसम आज यस्तो छ कि पानी पर्ला जस्तो भइरहेछ अनि ज्याकेट चाहिँ नर्मल बोकेको छ अब उहाँ गएपछि झन् चिसो हुन्छ जस्तो लागेको छ क्या त्यसले थाम्दैन कि जस्तो लाग्दैछ अब हेर्नु हुन्छ होला पाथिभरा माताले सबैलाई रक्षा गर्नुहोस् सबैको मनोकामना पुरा गरिदिनुहोस् सबैजनालाई बुद्धि सद्बुद्धि शान्ति दिनुहोस्
A few moments later. अब जोर कलश पुग्न आँट्यो हामी चाहिँ अब यहाँ अगाडि चेकिङ पनि हुन्छ होला त्यहाँ जोर कलशबाट चाहिँ अब सिधै जानुपर्छ नरोकी ढिलो पनि भइसक्यो नि त हामी तपाईँको त्यहाँ पाउपाती खाएर अलिक टाइम लाग्यो क्या हामीलाई दर्शन गर्न अलिक भिड पनि थियो र बिहानदेखि केही खाएको छैन खाना चाहिँ होइन वेदर चाहिँ लास्टै गुड भएको छ क्या अब तर झापामा पनि पानी पर्ला पर्ला जस्तो भयो चिसो भइरहेको छ बिहानदेखि नै अनि यता माथि झन् उसै चिसो भइरहेको छ क्या हावा गर चलिरहेको छ होइन अनि त्यो पानी परेकोले होला सबै भिजेको फिल भइरहेको छ क्या ल फाइनल्ली जोर कलश आइपुग्यो हामी चाहिँ अहिले यहाँ अगाडि चेकिङ रहेनछ यहाँ खाजा खाना ठाउँहरू पनि छ अस्तिदेखि माइक किन्छु भनिरहेको थिएँ क्या अनि अस्तिको राइडमा जाँदाखेरि माइक मैले आफ्नो इयरफोनको युज गरेर मजाले मेन्टेन गरेर राखेर फेरि चलाएको थिएँ त्यसले पनि भएन छ क्या कस्तो हुन्छ नि लगभग अर्कै आवाज आइरहेको छ क्या मेरो त्यो एकदम त्यो कस्तो भन्नु त्यसलाई क्यारवाला अनि खोज्नु चाहिँ अब पाएकै छैन क्या के गर्ने के नगर्ने भइरहेछ अलिक महँगै पाउँदो रहेछ राम्रो खालको अब किनेपछि राम्रै किनौँ भनेर सोचिरहेको अनि मसँग त पछाडि दादा हुनुहुन्छ सन दादा तर आज सो गुड भयो क्या किनभने अनप्लान भयो क्या हाम्रो माथि जान चाहिँ अब प्लान पनि गरेको थिइनँ दादाले ठ्याक्कै जाउँ न भन्नुभयो दर्शन पनि गरेर आउँ जाउँ भन्नुभयो अनि मेन कज चाहिँ हाम्रो दर्शन गर्ने नि हो अनि प्लस अब गइसकेपछि घुम्ने त एउटा बाहना त पाइयो हामीले होइन अनि त्यो अनुसारले चाहिँ हामी गइँदैछ जान चाहिँ मैले लगभग रेस्ट नपाएको 7-8 दिन भइसक्यो क्या लगातार भइरहेछ यो भिडियो गर्नुको लागि म कुदैछु नि त अनि तपाईँको कहिले कता यस्तो ढाड दुखिरहेछ अहिले त होइन अनि त्यो मेरो हातमा हल्का प्रब्लम भइरहेको रहेछ क्या किन मौसम चाहिँ बबालै छ बबाल आज भिडियोमा नयाँ हुन्छ नि सब्सक्राइब गरिदिनु होला पुरानो फ्यामिली मेम्बर हुन्छ भने मलाई माया गर्ने मान्छेहरू हुन्छ भने भिडियोलाई लाइक सेयर र कमेन्ट गरेर छोडिदिनु पर्ने हुन्छ भिडियोहरू के कस्तो लाग्छ त्यो पनि भन्नुपर्ने हुन्छ अस्तिको राइडको भिडियो कतिको बवाल भयो त्यो पनि भन्नुपर्ने हुन्छ त्यसमा चाहिँ अलिकति मलाई चित्त बुझेन मेरो फ्यामहरू भएर तपाईँले अलिकति उयो गरिदिनु भयो क्या अलिकति हुन्छ नि त होइन बढाउनु परेन त आफ्नो मेम्बरहरू बढाउनु पर्ने त बाइकमा अलिकति लुक्स चेन्ज भएको छ मेरो त्यो लुक्स चेन्ज चाहिँ के भएको छ त्यो माथि गएर भन्नुपर्ने हुन्छ मैले अनि अझै गर्दै नै छु बाइकको लुक्स चेन्ज गर्नलाई चाहिँ हाम्रोतिर लाइन नभएर रातभरि लाइन थिएन आउँदै जाँदै गर्दैछु अनि फोन पनि डिभाइसै चार्ज गर्न पाइनँ क्या यो डिभाइस चार्जै गर्न पाइनँ अनि चार्ज नगरेपछि म ब्याट्री एकदम बचाउँदै हिँड्दैछु क्या अब किनभने भरेसम्म चाहियो नि त मलाई त माथि फोटोहरू खिच्नु पऱ्यो दादाको भिडियोहरू बनाइदिनु पऱ्यो माथिको अस्ति दामी हुसे लागिरहेको छ उहाँ दादा लास्टै हुसे लागिरहेको छ यही मौसम यस्तो हुन्छ नि वेदरै अर्कै भइरहेछ क्या आज हुसेको अब बल लागिरहेछ Oh my god, look at the view guys. यति बाटो चाहिँ कहिले नबनाउने भयो यार यो बाटो बन्छ अब म प्रधानमन्त्री भयो र आएर हुसे लगाएर तलपट्टिको भ्यूहरू सब छेकेको छ क्या हुसे लगाएर यस्तो चिसो पानी आए जस्तो भइरहेछ क्या आमा मेरो त क्या दामी छुटिरहेछ यहाँबाट हिजो गर्मी सम्झिँदा यता दामी हुन्थ्यो होला है हिजो गर्मी सम्झिँदा यता आउँदा दामी हुन्थ्यो होला हिजो चाहिँ क्या अहिले हाम्रो झापातिर त 5वटा घाम लाग्छ होला है यस्तो बेसी गर्मी हुने अगाडि मालगाडी भएपछि यस्तो तनाव हुन्छ नि ओ शिट झन्डै हानु आज यहीँ बसेर मस्त चिया खाँदै बस्नु जस्तो मौसम भएको छ यस्तो गाडीको पछाडि हिँड्दा एउटा फाइदा के हुन्छ तातो चाहिँ फिल हुन्छ जाडोमा फाइनली ओभरटेक गर्न पाएँ यार बिस्तारै हिँडे गरेर तनाव आज हाम्रो दादाले त हामी टिकटक बनाउने अरे क्या माथि कुन गीतमा दादा कुन गीतमा टिकटक बनाउने अरे कुन गीतमा टिकटक बनाउने अरे त्यो कस्तो त्यो गीतको नामै बिर्सेँ क्या मैले त्यो होइन अर्को छ नि त्यही त हो चलाउनु पर्छ नि शिट म्यान हुसे चाहिँ बबाल लागेछ आज त हाम्रो छालाले पनि क्या यो मुलाहरू कहाँ हिँडिरहेको छ यस्तो आनन्द आइरहेछ भनेर होला है गर्मी खाँदा क्या यो यहाँ रोकेर हेर्दा पर बबाल भ्यू देखिँदैन होइन अहिले सब ढाकेको छ क्या आम्बो उसे त
बाइकको फेरि हरानै त्यो तारै उयो भएछ क्या लुज भएछ क्या हरानै छैन हेर्नु हरानै बज्दैन तप गर्दै जानुपर्छ अब आफै स्वर्गमा आयो क्या लास्टै मजा आइरहेको छ चिसो क्या त्यो हुन्छ नि बडीको हरेक अङ्गमा चिसो भइरहेछ नहिनेको बेसी बन्द एक्सर्साइजहरू केही छैन अनि अलिक गाह्रो हुन्छ कि जस्तो फिल भइरहेछ मलाई तर केही छैन माताकोमा आएको मान्छे त्यो साह्रो गाह्रो भन्ने कुरा आफूले कम्प्रोमाइज गर्नुपर्छ ल उयारिङ कुटी डाँडा मन्दिर यहाँ छ माथि छ यहाँबाट हामी यहाँबाट चढ्दै जानुपर्ने हुन्छ ल पतिबार माताले रक्षा गर्नु ल सबैलाई कहाँबाट चढ्नु दादा तल उता जानुपर्छ होला होइन यहाँबाट चढ्दा नि हुन्छ होला होइन त्यहाँ पूजा त्यहाँ ढोगेर आएर चढ्ने हो कि हो गणेशलाई बाहिरबाट दर्शन गरेर कहाँबाट आउनु हो त नेपालगञ्जबाट कति दिन भयो 2 महिना 12 2 महिना भइसक्यो 77 जिल्लै हो पुरै 77 जिल्लै विक्रम लामा जिल्लामा आइन्छ कतिवटा कुन अब यो हाम्रो 13 थुमहरू बवाल सब घुमेर आइसक्नु भयो यहाँ माथि दर्शन गर्न जानुहुन्छ न दर्शन गर्न जाने माथि यहाँ लिसो चढेर ल माथि भेटौँ ल धेरै खुसी लाग्यो तपाईँलाई भेटेर यत्रो हस् 77 जिल्ला हिँडेर पुग्छु भनेर आँट भएको मान्छे बाफ्रे ओ माई गॉड यहाँ दर्शन गरेर फेरि त्यहीँबाट चढ्नु पर्यो नि हामी यहीँबाट चढ्ने अनि त्यहाँबाट चाहिँ के हो यहाँबाट चढ्ने पनि यतैबाट हो क्या त्योबाट उत्रिने हो होइन होला नि हो र हजुर यहाँ राखिदिनु पर्ने होइन हामी दर्शन गर्न जाने कि हुन्छ हामी चढ्ने चाहिँ कताबाट यताबाट उताबाट हामी चाहिँ ठ्याक्क अहिले यहाँ गणेशजीको दर्शन गर्न आएको छौँ हामीले बाइक चाहिँ त्यहाँ पार्क गऱ्यौँ त्यहाँ दिदीकोबाट अलिअलि पूजा गर्ने सामान ल्यायौँ अब हामी यहाँ दर्शन गर्छौँ अनि दर्शन गरेर भेट्नुपर्ने हुन्छ होला किनभने खाली खुट्टै जानुपर्छ यहाँ चिसो उब्दो रहेछ दादा पर्खिरहनु भएको छ है अनि यसमा भेट्नुपर्ने हुन्छ कति बज्यो दादा ठ्याक्कै कति बज्यो हेर्नु त 10:33 ल ठ्याक्कै 10:33मा पहिलो सिँढी चढ्यो फेटा लगायो माताको शक्ति आउँछ अरे नि त हिँड्नलाई अनि उता त्यहाँ पनि दर्शन गरियो अन्त चाहिँ अगाडि हिँड्नुहुन्छ चट्ट लाएर कस्तो भइरहेछ अनुभव के हुँदैछ मजा आइरहेको छैन मौसम पनि आज बवाल छ नि त ल सबथोक मिलेको छ सबथोक अब हिँड्न चाहिँ लगातार अब यस्तो उकालो छ है आम्मा हेर्नु उकालो त बवाल सकिन्छ त हिँड्न त कति भयो एक्सर्साइज नगरेको तपाईँ त गराउनु भएको फुटबल खेलिरहनु भएको होला मैले त धेरै भयो एक्सर्साइज नगरेको 10:33मा हिँडेको कति बजी पुगिन्छ त कति घन्टा लाग्छ जानुभन्दा आउनु सजिलो हुन्छ आउँदा ओह्रालो हुन्छ नि त ओह्रालोमा त सजिलो भयो कति घन्टा लाग्यो तपाईँहरूलाई माथि पुग्नलाई दिदी यो त सुरत मात्रै हिँडाइयो हो नि त फेरि माथि हो धन्यवाद त्यसो भए लाग्छ सबैले भन्दै त्यसै भन्ने क्या त्यो हौसला दिनलाई क्या 1 घन्टा चाहिँ लाग्छ जस्तो लाग्छ मलाई यतिको चिल्स भाइब चाहिँ हुनु पऱ्यो है यो सानो सर्टकट यताबाट सिँढी छ सर्टकट हान्दै जानुपर्ने हुन्छ यहाँ चाहिँ सिँढी बनाएको छैन क्या यहाँ चाहिँ यस्तो छ क्या हो र सर्कट जाने हो यो सर्कट त ओभर उकालो छ त नि ओभर उकालो छ त झन् गलिन्छ होला त उकालो सिँढीबाट गएको सजिलो हुन्छ होला बरु यति गाह्रो भएर माथि गएर यति रिलिफ हुन्छ होला है आम्मा माताको पाउमा ठक्क आफ्नो टाउको राखेर त यो गलेको सब गइहाल्छ नि
अहिले रिल चाहिन्छ भने मेरो ढोका दिएको झन् प्रेसर हुन्छ कि बा ढोको भने दाल चिकन मात्रै हुन बाँकी भयो बाहिरको के ब्लग हो यो के ब्लग हो यो अन्त के छ र होइन हो ल ठिक छ हो ए ल ल सर्टकट एकैचोटि पुग्ने भयो क्या पहिला डिस्कभरीमा मेन भर्सस वर्ल्ड हेरेको याद आयो त मलाई जुका गाइस आम्मा हेट यो त बिच होला हौ जुका भन्दा छिटो हिँड्नुपर्ने हुन्छ त हामीले त तपाईँको अब आयो जुका त्यही भएर ल ल ल अलिअलि खाएर के हुँदैन जुकाले अलिअलि त खाओस् न जुकाको देश अम्मु मेरो खुट्टामा गएर ल बहिनीको नि जुका ए होइन रहेछ हिलो रहेछ हिलो के बोले के छ थाहा बोले अझै गएको छैन एउटा त भित्र छिराएको छ क्या बुझु गर्छ त यार दिदी त लास्टै डराउनु भयो यार म त सर्पै जस्तो लाग्यो जुका रहेछ A few moments later. यतिको मेहनत चाहिँ गर्नुपर्ने हुन्छ भाइ भाइरल बनाउने मलाई चाहिँ फेरि ल भाइरल बनाऊ फेरि भाइ चाहिँ भाइरल बनाउँछ अरे हजुर ओके यार मैले छैन नि भाइ 6 महिना जति हो मेरो अलिक छिटो बढ्छ यार त मलाई जे कुरा पनि छिटो हुनु लाग्छ भाइरल पनि छिटो हुन्छ कि सक्सेसफुल पर्सन कङ्ग्रेचुलेसन गाईको गोबरले नुहाउँछ कि यहाँ चाहिँ विश्राम गर्ने ठाउँ रहेछ त्यहाँ कटोरो बनाइदिएको रहेछ विश्राम गर भने अब 2 घन्टा जति लाग्छ होला मलाई होइन त नो विश्राम अन्ली वाकिङ यतिको मसँग हिँड्न पाउनु पनि वाकिङ एन्ड टकिङ यतिको मसँग हिँड्न पाउनु पनि चिल्यो भने जुका त अघि त उठ्यो हामीलाई कति रहेछ ए पालो यस्तो तल ओरेर के खानु पर्छ सुरुमा पानी पछि अर्को पानी त्यो होइन बिहानदेखि केही नखाएको ग्यास्ट्रिक कस्तो भइरहेको छ भोक कस्तो लागिरहेको छ ग्यास्ट्रिक त हटिहाल्छ नि यो यत्रो उकालो ग्यास्ट्रिकै माके आएको हट्छ कि घर पुगेर सुत्ने तपाईँ नि हो सुरुमा 18 मिनटमा जुका 18 मिनटमा टक्रकै भनेपछि 15 मिनट भनौँ न जुका ओ माई गड अझै आइरहेको जुका मेरो पनि छ कि माथि सरक बज्दैछ 15 मिनटमा टक्रकै आइपुग्यो तर जुकाको चाहिँ औधी बिग्बिगी रहेछ जुका टक्केको हो के मातालाई दर्शन गर्न चाहिँ गइँदैछ यहाँबाट यहाँ माथि आइसकेपछि 15 मिनट हिँडेको चाहिँ केही लागेन त दाइको फेरि पोज बेग्लै जय यहाँ चाहिँ यस्तो स्टलहरू रहेछ यहाँ राख्नु भएको रहेछ जुत्ता चप्पल रहेछ खोइ खासा चाहिँ खाने खालको होला नि त 15 मिनटको बाटोमा
यहाँ आएको 5 सेकेन्डमा रिलिज क्या पेन पुरै टोटल्ली रिलिज तर जुत्ताले चाहिँ औधिक जुत्ताले त सनमदालाई त हान्नु नि मलाई हान्नु नि जुत्ताले त धन्न जुकाले भित्र यो टाउजरभित्रै छिरेन क्या जुका तर जुकाले हाम्रो रगत खान्छ नि एकदम राम्रो हो नि जुकाले जहिले पनि खराब रगत खान्छ अरे क्या हो र अनि जुकाको थेरापी त गर्छ म अस्ति एलिना चौहानले गालामा जुकाले रगत चुसाएको देखिन भिडियोमा त्यो ठ्याक्कै डिभोर्स भएको 2 दिन पछाडि गएर गालाको पुरा चुसाइरहेको जय माता कताबाट हो सुरुवात चाहिँ मूल मन्दिर त्यहाँ छ मन्दिर मूलबाटै त गर्ने होला नि पूजा कता गर्ने हो भन्ने कुरा हो यताबाट गर्ने रे त्यता अरे बोलाउँदै हुन्छ फुल अहिले उहाँ पास गरेर मातालाई चाहिन्छ शिवजी गणेश कता सुरुमा त गणेशलाई गर्नु पर्यो होला नि त सुरुमा गणेश जय गणेश भगवान भगवानलाई साँचेर यत्तिको चाहिँ गर्नुपर्छ ए सही ल अब यसो गर्नु त मेरो खुट्टाहरू हो नि त दाजु चलिहाल्छ नि हाम्रो छैन हाम्रो खुट्टा ढोलिदिनु छैन त मेरो डोलो दर्शन गरिसक्यो दर्शन गरेर म यहाँ बसिरहेको छु ब्याट्री पनि अब चिसोले गर्दाखेरि ब्याट्री पनि 20% होइन अलमोस्ट 5 अब मलाई यही डर थियो क्या ब्याट्रीको डर थियो यहाँ आउँदा माथि आउँदा लिभ रहेछ अहिले चाहिँ हुस्याएको 81 हुस्यायो है दामी हुस्याइरहेछ अनि तब ब्रिफिङ चाहिँ के हुन्छ भने जस्तो यहाँ पाथिभरा माताको मेन मन्दिर यता त्यहाँ मेन उत्पत्ति हुनुभएको त्यहाँ हो अनि त्यहाँ चाहिँ भित्र फोटो खिच्न मिल्दैन यता त हाम्रो माता भइहाल्नु पाथिभरा माता अनि यहाँ चाहिँ गणेश भगवान यता माताहरूको मन्दिर छ के माता दादा दुर्गा माता मन्दिर रहेछ नवदुर्गा माता अनि अहिले हुसे चाहिँ ओभर दामी लागिरहेको छ यता नाच्ने हामी चाहिँ अर्कै ग्रुपमा नाच्दैछ अनि उहाँ शिवजी भगवानको मन्दिर त्यहाँ छ अनि यतापट्टि माता मन्दिर भइहाल्नुभयो अनि यो ठाउँ चाहिँ यत्तिकै यस्तो छ है अहिले चाहिँ अनि भिड चाहिँ लगभग भिड हुँदै छोडिँदै गर्दैन किन मान्छे आउँदै जाँदै मान्छे भएकै हो मान्छे त भएकै आज तर अरू बेला सिजनमा यहाँ पनि सिजन अफ सिजन हुन्छ नि माथि माथिल्लो पाथी भएर तापलेजुङ पाथी भएर जाने जब सिजन लाग्छ नि तब यहाँ खुट्टा हाल्ने ठाउँमा हुँदैन क्या त्यो यहाँ दर्शन गरेर अनि माथि जाने अनि त्यो भएर चाहिँ देखेर चाहिँ औडा मान्छे हुन्छ त्यो चाहिँ एउटा नेमपूर्वक हुन्छ क्या तलबाट गर्दै माथि दर्शन गर्दै माथि माताकोमा जाने हो क्या काबेली खोलामा नुहाएर आफ्नो पापहरू चाहिँ उहाँ पुग्नुभन्दा अगाडि नै पखाली सक्नु पर्यो उहाँ चाहिँ एकदम शुद्ध भएर जाने हो अनि अब दर्शन गर्यो अब राम्रो भयो फोटोसोटो खिच्यो भिडियो बनाइयो अनि अब माताको लागि आफ्नो परिवारको लागि सबैको लागि ब्लेसिङ माग्यो होइन त ब्लेसिङ माग्यो तपाईँहरूको लागि मैले मागिदिएको छु मेरो भ्युवर्सहरू स्पेसल्ली चाहिँ तपाईँहरूको लागि मागेको छौँ होला हामीले फलो गर्नु लाइक गर्नु कमेन्ट गर्नु क्या यतिको त परिहाल्यो नि अब अल्ला अब यहाँबाट निस्केको चाहिँ ब्याट्री छैन अब एकैचोटि खाजा खान भेट्नु पर्ने हुन्छ जुत्ता लगाएको लागि चेक चाहिँ गर्नु पऱ्यो नि त जुत्ता सुक्खा छिरेको हुन्छ मान्छेहरू अझै आइरहनु भएको छ क्या 11 बज्न आँट होला सायद आइरहनु भएको छ आएर दर्शन गर्दै फर्किँदै गर्नुभएको छ ल अब यहीँ गएर भेट्नुपर्छ तलै ब्याट्री पनि सक्यो है कन्यामा आएको अरे कन्यामा त ल कन्यामा यस्तो छ है कन्यामा चिसो खाना आएको कन्यामा
चिसो त होइन यहाँ त केही क्या केही देखिँदैन केही कहाँ यहाँ केही नदेखिने क्या ए गर्न पाइएन अनि अब घर फर्किन आँटेको हामी त दादालाई बाइक दिएको बनाउनलाई दादाले बाइक गर्नुहुन्छ म पछाडि बस्छु चिसो जोपर चिसो तर यो कस्तो खालको चिसो भने मजा नआउने चिसो क्या उहाँबाट हामीले यसो होइन हल्का चिसो मात्रै खाएर भ्युसु हेर्न आएको खासमा चाहिँ छैन यहाँ कन्यामाथि कन्या मिस्टर छ डाँडामा केही देखिँदैन हुस्से वरिपरि हुस्से नै हुस्से छ अगाडि देखाइदिएन बाइकको यसमा चाहिँ बाइकको मैले यो लाएँ अनि तपाईँको यसमा यो साइडमा यो लगाएको छ अहिले यस्तो आएको छ लुक्स चाहिँ अब यसलाई पनि अझै ऱ्यापिङ गरेर यो अलिकति फेर्नुपर्ने छ क्या अलिकति दाइँमा हुन्छ पछाडिको टेल निकालिदिन्छु अनि लुक्स फेरि बाइकको त अब हेडलाइट त हुँदा त मरद आज मरद घरतिर अब यस्तै दर्शन चाहिँ राम्रो भयो तर माथि भ्यू हेर्न अझै अलिकति भ्यू खराब भयो मौसम खराबीको कारणले गर्दाखेरि त हाम्रो झापातिर पनि यस्तै छ अरे झापातिर पनि तपाईँको पानी पर्ला जस्तो भइरहेको छ अरे त्यो पानी पर्ला उता पनि त्यस्तो घर होला यता यस्तो भइरहेको त्यो हिस्सो लागिरहेको छ क्या यहाँ त मान्छे त अझै पनि होइन स्टिल यस्तो भएको बेला पनि तपाईँको के अरे छाताबाट घुम्न गइरहेको छन् क्या मान्छेहरू माथि अब यहाँ बसहरू धेरै आएको छ क्या स्कुलको बसहरू युनाइटेड कलेज कता कता कलेजको बसहरू धेरै आएको छ क्या घुम्नुलाई चाहिँ मान्छे चाहिँ आएको छ आउनु चाहिँ मन्दिरबाट फर्केर यहाँ आएर लगभग बस्यो होला 2 घन्टाभन्दा बेसी बस्यो होला बस्दैछु यहाँ त यस्तो छ कन्यामले ठाउँ यहाँ आइसकेपछि चाहिँ एकदम मजाको फिल भएको थियो क्या सबै नेपाली गीतमा टिकटक बनाउने नेपाली ट्रेन्डिङ सङहरू हुन्छ नि सिमलबारू खोइ के थियो अनि कपिराइटको कारणले मैले गीत हटाएर चाहिँ यो म्युजिक हालिदिएको तर भाइब चाहिँ बर मजा आएको थियो यहाँ आउँदा त्यो गीत नभएर पनि अलिकति कस्तो देखिन्छ होला भिडियोमा तर मजा चाहिँ लास्टै भयो लागेको होइन सबै मान्छे हेरिरहेको थियो हामीलाई जस रमाइलो हो दामी भयो त्यही भएर गीत चाहिँ हटाएर मैले राखिदिएको अब यही म्युजिकमा यसो भिजुअलाइज गरेर अब बस्नुपर्ने हुन्छ के गर्नु गीत हाल्नु पाएन त्यसको लागि सबै इन्जोय द क्लिप गाइज यहाँ चाहिँ यस्तो छ भिडभाड यसै छ अब मौसम चाहिँ खुलेको छैन मौसम खुलेको अझै बबाले हुन्थ्यो यहाँ मौसम तै पनि भिडका उपर मौसममा खुलेको पनि हुन्छ नि मान्छे अब सोमबार बिताउनु पनि के हेर्दै क्यामेरा मेन छैन ए भ्युसेमा क्यामेरा राम्रो आउँदैन नि त कन्या अघि पाथी घरमा त दर्शन गर्दाखेरि मजा आइरहेको थियो यहाँ चाहिँ कस्तो बेकार आएको छ फिल भइरहेको छ नि यहाँ गुलेटी भयो भने कस्तो भइरहेको छ सिधै छ के अरे कन्याम लेखेर देखिहाल्नु पो अब यही देखाउनु थियो हेर्न आयो घुम्न आयो दाइ अब नाचेको नाचै अब बन्द नगर्नु नयाँ नाच्न सुरु भइसक्यो ल रेडी सेडी गेट सेट गो यहाँ साउन्ड बक्स सब छोपेर यो सब पानी परिरहेछ क्या शीत पनि होइन पानी पर्यो पानी नै परेछ भइरहेछ सब छोपेर राख्नु होला यहाँबाट त सिनेमेटिक सट त के होइन यहाँ यो सेतो यो हुसे देखाउन बाहेक अरू केही नै छैन यहाँ त अब अरू सबै पुरेको छ नि त यहाँ हेर्नु न पानी सब यो पानी क्या पानी परिरहेछ क्या लिटरली कन्यामा A few moments later. अलि चाहिँ जोरबाट लगभग आयो स्टार्टिङ अनि वातावरणले गर्दाखेरि त्यस्तो केही भएन दादाले त्यो बाइक हेल्मेट किन आयो पारामा भएर तलसम्म मजा टाउमा पनि भनेको हो होइन मेरो टाउकोमा चाहिँ हेलमेट नअर्डर हो क्या राँडा पनि सानो भयो क्या लगाइज अब भिडियोलाई यहीँ अन्त गर्नुपर्छ होला द्याट्स माई टाइम दिस योर क्याप्टेन निरज हर महादेव गाइज आई लभ यु अल थ्याङ्क्स फर वाचिङ किप लभिङ हर हर महादेव
Hare Mahadev guys, I love you all.